यो दामी मोबाइल थियो त्यतिकै खेर गयो भने न डिस्प्ले पाइयो कस्तो तनाव भयो भने ए बुढो आज त शिवरात्रि हो नि घरमा भात पाक्दैन म त व्रत बस्छु के पकाएर खानु नि ला हो र ल ल ल लुच्चा बल्ल आज ढुक्क भयो आज घरमा भात पाक्दैन रे भात त पकाउनु परेन कमसेकम भाँडा त माग्नु परेन नि आज यी बुढालाई कसरी तल लानुपर्छ मलाई थाहा छ नि हेलो ए होटल भाइ यहाँ सुन न आज घरमा भात पाक्दैन रे बुढीले भात नपकाउने भयो होइन उसको व्रत छ रे मलाई तिमीले 1 प्लेट मोमो भेज मोमो अनि 5 वटा नान अनि राजमा ल्याइदिऊ है हुन्छ अन्त काटेको चाहिँ पारेर पुगमा ल्याइदेऊ न छिटो ल्याऊ मलाई हतार भइसक्यो ल भाइ ल ल मलाई मात्रै हो क्या ए बुढो हेर्नु न व्रत बस्ने भने त नि रहर गरेर नहुने रहेछ डाक्टरले सम यो बेलामा व्रत बस्नु हुँदैन भने थियो बिर्सिछु क्या मैले त डाक्टरले थाहा भयो भने त मार्छ के गर्नु टाइममा खाइरहनु पर्छ भने थियो बिर्सिछु मैले के अनि सुनि बुढो हजुरले के आइटम मगाउनु भएको थियो अरे अलिकति बढाएर भन्नु त्यो भेजमा त मलाई मन पर्दैन है बरु बटर नान अलिकति थप्न लाउनु अनि त्यो जुजु थप पनि भन्नु है ए हो र हुन्थ्यो नि बुढी के गर्नु मैले अर्डर त गरेको होइन तर यी मोबाइललाई ब्याट्री रहन्छ तँलाई होटलको खानु पर्ने चुला गरेर भात पकाउँछ म पो व्रत बस्छु त काहीँ नलागि